सो हेलो गाइज वेलकम ब्याक टु द अनदर रियाक्सन भिडियो। फेरि पनि आज हामी नयाँ मुभीको ट्रेलरको चाहिँ रियाक्सन गर्न गइरहेछौँ, जुन मुभी ट्रेलरको नाम हो जन्ते बाख्रो। अनि यसको क्यारेक्टर हुनुहुन्छ सौगात मल्ल, आसिफ शाह, गरिमा शर्मा, कुसुम लोकेन्द्र लगायत। अनि हामीसँग अर्को एकजना हस्ती हुनुहुन्छ मकालु फ्लो। So let's start the video. हे भगवान, कमलले यसपाला बिहा गर्दै पनि हुन्थ्यो। हेर त कुनै केटी मनै पराउँदैन त्यसले। उमेर पुगेपछि सँगैका साथीहरू सबै विदेशी, खै किन म चाहिँ आमालाई छोडेर जान सकिन। आमा पहिले मरिसकेको। फेरि यो ट्रेलर कसले बनायो यार, यस्तो दामी लुक्स पनि तर कस्तो ह्यान्डसम भर्खरको जस्तो देखिरहेन। त्यो केटी त मैले भवाले लाग्यो कहाँ देखेको यार। होइन यार, यो ट्रेलर कसले कसको दिमागमा आएर यस्तो ट्रेलर यार। एउटा आमा छोड्न सक्दैन हुन्छ, एउटा मरिसकेको भन्दा खुसी भइरहेको। लेट्स कन्टिन्यू। कस्तो भाग्यमानी रहेछ है। तिम्री बुढी बजे मसँग नबोलेको 2 हप्ता भइसक्यो। अब बुढीको बुद्धिमा गोबर भरिएपछि कस्तो के लाग्यो र? यस्तै आमाकी छोरी कस्तै होली। अब गाई बस्तु बुढो भयो भने भिर खोज्छ रे, आमा बाउ बुढो भयो भने के खोज्छ रे, न्यू खोज्छ रे है। तँलाई मैले गाउँभरिकै वाट अ ब्युटिफुल केटी सबै देखाइसके त। जुन केटी देखाए नि एउटा न एउटा खोट लागिहाल्छस्। खोट भएकी केटी होइन भाँडे, बरु चोट खाएकी केटी भए हुन्छ। हेर त रात पनि परिसक्यो, भात पनि सेलाउन लाग्यो, आइज न। त्यही सेलाको भात त अनि मान्छे खोज्दैछु आमा। यो डायलग सही छ है, यो डायलग मन पर्यो है। कुन भाषा लगाइसक्यो भात तत्ताउने ए। त्यही भात तत्ताउने मान्छे खोज्दैछु। तर यसमा लास्ट चाहिँ चक्लेटी एकदम ह्यान्डसम देखिरहेको छ यार सौगात मल्ललाई। अहिलेसम्मको सबैभन्दा चक्लेटी यसमै देखाएको होला यार। एटलिस्ट कबड्डीमा पनि देखाउन सक्थ्यो नि त, त्यो मास्टर हुँदाखेरि। अब छिप्पिएको बोका बनायो होला नि त्यहाँ। यतिको देखाएको भयो त्यहाँ ठिकै छ। तैँले केटी भेटिस्? भेटिसकेको त छैन, भेट्न लागेको छु। होइन, यस्तो राति राति भेट्ने कस्तो केटी हो छोरो? जुन हेर्न रातमै पर्नुपर्ने रहेछ आमा। हाम्रो मन पनि यो पुल जस्तै हो मैसा, खुसी हुँदा एकअर्कासँग जोड्छ। खोलाले छुट्याउँछ, यताको मन यतै, उताको मन उतै। साला कमलले हामी तिनैजनालाई रिजेक्ट हाने। लेडी पावर अब त्यो मण्डल एउटै गाउँमा केटी माग्नु जानु नतिजा होइन। अब एकजुट भयो त। होइन हामी चाहिँ त्यसको बिहोले किन दिने। तिमीको सिक्काको अर्को पाटो मलाई थाहा छ, भन्छ नि अङ्ग्रेजीमा डार्क साइड। सम्झना आई वान्ट यु। अस्ति बजारमा भेटेको। त्यही त आसिफ शाहको भन्छ त, वाला मान्छे पो रहेछ। ओके ओके। सर्टमै लप पर्यो, कालो रेशमी कपाल, तिम्रीका नयाँ अनि गुलाबी उठ। बाउको घर जग्गे पोलेपछि मात्रै छोड्नुपर्छ मैसा। त्यही जग्गी बोल्न बाले काठमाडौँबाटै केटा बोलाउनु भएको छ। आँखा हल्का डिँडो गरिदिनु, यसरी गरेर बङ्गाइदिनु, केटाले त्यो चाहिँ टानिदिइहाल्छ। केटाले मन पराइसक्यो। तपाईँको ज्वाइँ बन्नकै लागि म यो घरमा हली बसेको हो। ल त हेर्दै सबै कुरा भनिदिएँ मैले। हो जस्तासँग म मेरी छोरीको बिहे गराउँछु। सम्झना, ड्याडी त मसँग मुखमुखै लाग्दै हुन्छ त। यही होइन तिमीहरूको माया पार्ने छाङ्रो। ठाडो जलेको दिलले घर बार संसार जलाउँछ, यत्रो जलाउनु सक्दैन। 7 जुनीको नाता भनेको त प्रेमी र प्रेमिकाको हुन्छ।
त्यस्ता एक जन्मको बाउको लागि 7 जन्मको प्रेमीको बलिदान दिन्छौ अब तिम्रो मेरो बिहेको जन्ते बाख्रो खुवाउन कसैले रोक्न सक्दैन ओए एआई एआई पनि युज गरेछ के हो यार त्यसको आँखा निस्किन छैन ल बजेट के हुँदैछ तेरी म स्त्री लम्पट अर्काकी छोरीको जिन्दगी बर्बाद गर्न खोज्ने हेर अहिले मैसालाई एड्स सरेको भए एड्स बुवा एड्सको त औषधि पनि छैन त्यही त एड्सको औषधि त निस्किसक्यो त सक्यो जेस्ट 23 गते रहेछ इन सिनेमा त कस्तो लाग्यो रे ठिकै हो तर अब चाहिँ के फिल हुन थाल्यो भने पछिल्लो समयको मुभीहरू चाहिँ लाइक मद्रासी जस्तो क्या मद्रासीमा एक टाइमको थियो नि सबै सिमिलर स्टोरी क्या भनेको मतलब केटाले केटी मन पराउने तर तिनीहरूको खानदानी दुश्मन हुने अनि हिरोले गएर चाहिँ त्यो खानदान मिलाउने अनि लास्टमा बिहे गर्ने अनि अथवा खालि त्यो परिवार बिचको झगडा अनि केटा र केटीको जुन चाहिँ पहिलाको बाबाआमाको चाहिँ एउटा परिवार हुन्छ छुटेको हुन्छ अनि केटोले फेरि त्यही सम्बन्ध मिलाउन जान्छ मिल्छ बिहे गर्छ खालि त्यो खालको जस्तै अब अहिले पनि यो खालि सिमिलर लाग्ने क्या स्टोरीमा खालि बाउ भिलेन घरि के तर रमाइलो चाहिँ रमाइलो छ जस्तो छ मजा चाहिँ आएन है ठ्याक्क कनेक्सनै बिल्ड भएन क्या अलिक के हो फेरि एआई घुसाएर दिएछ उल्टै बिचमा एआई त एआई हाल्यो भने बाख्रा त्यसरी अब आउँदैन होइन जन्ते बाख्रो भनेको चाहिँ जन्ते बाख्रो के थाहा छ जन्तीमा लाने के होइन जन्ते बाख्रा चाहिँ कस्तो हुन्छ भने बिहेको दिन बेहुलाले बेहुली घर ल्याइसकेपछि काटिने बाख्रा क्या ओके त्यो बेलुका अब बेहुलीलाई घर भित्राउँदाखेरि बेहुलीलाई बिहे गरेर बेहुलीकोमा बिहे हुन्छ नि त छेत्री बाहुनहरूको त प्रायः सबैको अनि छेत्री बाहुनको समुदायमा चाहिँ त्यस्तो छ अनि त्यो बेलामा चाहिँ भित्राइसकेपछि एउटा भोज सामान्य भोज गाएको जन्तेहरूलाई चाहिँ खुवाइन्छ क्या जन्तीहरूलाई खुवाइन्छ अनि त्यो खाँदाखेरि चाहिँ अनि बाख्रा काटेको हुन्छ त्यही जन्ते बाख्रो भनेर क्या अब खसी भनौँ बाख्रा कि खसी थाहा भएन जोस् खसी काटे हुन्छ अनि त्यसैलाई जन्ते बाख्रो भन्छ क्या जन्ते बाख्रो चाहिँ खानुपर्छ है भन्छ क्या यो त कस्तो भयो एउटा उमेर पुगेपछि बिहे गर्नु पर्दाको समस्या भने जस्तो क्या होइन र त्यही हो त्यसैलाई दर्शाएको छ अरू त के नै छ त्यसमा अब केही नै लागेन मुभीको मेन टाइटलै जन्ते बाख्रो छ र अब हेर्दाखेरि त्यही नै हो हुन त अहिले अलिक अब डकुमेन्ट्री स्टाइलको मुभीहरू हेर्न मन पर्ने भएर होला किनभने अब कसरी गर्दो रहेछ कस्तो हुँदो रहेछ भन्ने खालको यो चाहिँ अब कतिपय कुरा चाहिँ यहाँभित्र भएको कुरा सबै थाहा छ नि त त्यो हुँदाखेरि त्यस्तो खास नलागेको जस्तो लाग्यो मलाई चाहिँ इन्टरटेन पर्पज ल यति नै ओके जेस्ट 23 गते हलमा लागिरहेको छ तपाईँ हामी सबैजना नेपाली मुभीलाई जे जस्तो भए पनि सपोर्ट चाहिँ गर्नुपर्छ भन्दै अहिलेलाई हामी यही बन्द गरौँ फेरि अर्को रियाक्सन भिडियोमा भेटौँला थ्याङ्क्स फर वाचिङ हो नि त बाई 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 ठोकिदिउँ त